गुड मर्निङ गाइस। अहिले चाहिँ म चाहिँ यहाँ घाँसमा जाँदैछु। आज चाहिँ बिहान घाम पनि लागिरहेको छ। आज चाहिँ दिन पनि राम्रो भएको छ। अनि अहिले चाहिँ म चाहिँ अलि गाईको लागि घाँस ल्याउनु जाँदै गरेको। अनि आज चाहिँ अलिक टाढो जाउँ भनेको घाँसमा, रुखको घाँस ल्याउनुको लागि। उपर देखिरहेको छ, अनि त्यही घाँस ल्याउनु जाँदै गरेको म चाहिँ। अनि अहिले चाहिँ मजाले घाम पनि लागिरहेछ, यताबाट घाम झुल्किँदैछ। अनि घाम पनि मजाको लागिरहेछ। अनि आजको भिडियो सुरु भइसकेको छ। अनि तपाईहरुले मेरो भिडियो फुल हेरिदिनु होला। अनि मेरो अरू पनि भिडियोहरु छ, तपाईहरुले हेरिदिनु होला अरू भिडियो पनि। अनि मलाई सपोर्ट गरिदिनु होला। अहिले चाहिँ म चाहिँ घाँस काट्ने जग्गा आइपुगिसकेको छु। अनि अब चाहिँ यही झार्नु आँटेको म चाहिँ, यही झार्नु आँटेको। अनि यहाँ चाहिँ अलिअलि रहेछ घाँस, अनि त्यही झार्नु आँटेको अहिले चाहिँ। अब चाहिँ त्यो झारेर घर जानुपर्छ। अनि घरमा अरू काम गर्नुपर्छ। अनि तपाईहरुलाई अरू पनि देखाउनेवाला छु भिडियोहरु बनाएर, राम्रो भिडियोहरु बनाएर। अनि मलाई सपोर्ट गरिदिनु होला मजा। अनि अब चाहिँ म चाहिँ घाँस काट्नु लागि गएको। हेलो गाइस, अहिले चाहिँ म चाहिँ घाँसको भारी बोकेर घर जाँदैछु। अहिले चाहिँ घर जाँदै गरेको घाँस बोकेर। घाँसको भारी पनि पुगिसकेको छ। पुगेर पनि अब घरतिर लाग्दै गरेको म चाहिँ। अहिले चाहिँ म चाहिँ घाँस ल्याएर गोटाइसकेको छु। अनि अहिले चाहिँ म चाहिँ घर जाँदै गरेको। अनि घर गएर चाहिँ अब अरू कामहरू पनि गर्नुपर्छ। अरू काम थुप्रो छ। आज चाहिँ तपाईहरुलाई एउटा चिज पनि बनाएर देखाउनेवाला छु तपाईहरुलाई। अनि तपाईहरुले हेर्नु होला। हेलो गाइस, अहिले चाहिँ म चाहिँ यहाँनिर आइसकेको छु। यहाँनिर तपाईहरुलाई त्यो एउटा चिज देखाउन आँटेको छु। त्यो चाहिँ हो यहाँनिर कफीको बोट छ। अनि आज चाहिँ तपाईहरुलाई म कफी बनाएर देखाउनेवाला छु। यो चाहिँ कफी सिड हो। अनि यसलाई चाहिँ अब तपाईहरुलाई कफी बनाएर देखाउनेवाला छु, कफी पाउडर। अनि अब चाहिँ यो टिपेर चाहिँ अब चाहिँ म चाहिँ घरमा लगेर यसलाई बनाउनेवाला छु। अन्त तपाईहरुले भिडियो हेरिदिनु होला। गाइस, तपाईहरुले कफी हेर्न सक्नुहुन्छ है, रातो पाकिसकेको छ। अनि यहाँ रुखमा पनि छ। अनि आज चाहिँ यतिको बनाउने। आज चाहिँ फर्स्ट ट्राई गरेको मैले पनि। अनि आज चाहिँ के हुन्छ अब हेरौँ। अब आज फर्स्ट हो ना, बनिन्छ बनिन्न त, तर आज फर्स्ट ट्राई गरेको मैले चाहिँ। तपाईहरुले हेरिदिनु होला। गाइस, अहिले चाहिँ म चाहिँ यो कफीको छाला निकाल्दै गरेको। अनि यो छाला निकालेर सुकाउनु पर्छ धोएर। गाइस, अहिले चाहिँ कफी चाहिँ मजाले धोएर चाहिँ अब सुकाउनु आँटेको म चाहिँ यहाँनिर। अब सुकाएर चाहिँ अब अरू नेक्स्ट प्रोसेसमा जानुपर्छ, नेक्स्ट लेभलमा। नेक्स्ट लेभलमा गएर चाहिँ अब यसको अर्कै हुन्छ काम। अनि त्यो काम भइसकेर फेरि अर्को हुन्छ, त्यहाँदेखि मात्रै कफी बनिन्छ। तपाईले हेरिदिनु होला कफी कसरी बनिन्छ भनेर। अहिले चाहिँ म चाहिँ फेरि पनि घाँसमा जाँदैछु। कफी पनि सुकाएर आज अनि एकछिनमा बनिन्छ। अहिले चाहिँ घाँसमा जाँदैछु अमृत घाँस ल्याउनुको लागि। अनि घाँस ल्याएर गाईलाई चाहिँ त्यहाँदेखि चाहिँ खानाहरू खानुपर्छ। त्यहाँदेखि फेरि अरू काममा जानुपर्छ। त्यहाँदेखि तपाईहरुलाई त्यहाँदेखि मात्रै कफीको नेक्स्ट प्रोसेस हुन्छ होला, नेक्स्ट प्रोसेस हुन्छ। अनि अहिले चाहिँ म चाहिँ घाँसमा जाँदैछु अमृत घाँस ल्याउनुको लागि। यहीँतिर काट्छु अमृत घाँस। सो तपाईहरुले मेरो भिडियो हेरिदिँदै गरिदिनु होला। अहिले चाहिँ म चाहिँ घाँस काटेर अनि गाईलाई पनि घाँस दिएर चाहिँ घर जाँदै गरेको। अनि अब चाहिँ बाख्रालाई पनि घाँस हालेर दिनुपर्छ। घाँस काटेर हालिदिनुपर्छ। अनि तपाईहरुले हेरिदिँदै गरिदिनु होला मेरो भिडियो। गाइस, यहाँ चाहिँ मैले चाहिँ एउटा ट्रिक लगाएको छु। यो चाहिँ अब यो पानी आउँदै गरेको चाहिँ यो बिर्कोले
यो बिर्कोले बर्न पनि गर्न सक्छ। अब यहाँ पानी भरिहाल्यो भने अनि तपाईहरुलाई देखाउनलाई चाहिँ यो पानी भरेर चाहिँ बर्न कसरी गर्ने यो तपाईहरुले हेर्न सक्नुहुन्छ। यो पानी चाहिँ यसरी बर्न हुन्छ अनि यो खोलेपछि पानी आउन थाल्छ। हेर्न सक्नुहुन्छ तपाईहरुले हेर्न सक्नुहुन्छ यो पानी आउन थाल्छ जब खोलेपछि अनि यसलाई चाहिँ बर्न पनि गर्न सक्छ। यहाँ चाहिँ हाम्रो माछा पनि छ। गाइस अनि यहाँ चाहिँ कफी सुक्दैछ। गाइस अहिले चाहिँ म चाहिँ दाउरामा आइरहेको छु अनि यो दाउरा लानु आँटेको यति लामो छ। यो दाउरा लानु आँटेको अनि यो दाउरा घरमा लगेर चाहिँ काट्नुपर्छ नि त फेरि आउनुपर्छ। यहाँ रहेछ अरू पनि दाउराहरू यहाँतिर अन्त एकछिनमा पनि आउनुपर्छ। कफी चाहिँ सुकिसकेछ गाइस अनि अब एकछिनमा चाहिँ नेक्स्ट प्रोसेसमा जानु आँटेको छ अनि तपाईहरुलाई देखाउनेवाला छु। गाइस अहिले चाहिँ म चाहिँ सेकेन्ड ट्रिप आइसकेको छु दाउरा ल्याउनु अनि यो चाहिँ म अब लानु आँटेको यत्रो दाउरा अहिले चाहिँ अब चाहिँ जानु आँटेको दाउरा लगाएर। गाइस अब चाहिँ कफी भुट्न आँटेको। कफी चाहिँ यहाँ छ, कफीको सिड चाहिँ यहाँ छ, बिन्स अनि यहाँ चाहिँ अब भुट्न आँटेको। यो कराई चाहिँ मभन्दा जेठो हो, मभन्दा ठुलो अनि यहाँ चाहिँ आगो बल्दैछ। गाइस अहिले चाहिँ कफी भुटाइ भइसकेको छ। यहाँ चाहिँ कफी भुट्दैछु। गाइस कफी चाहिँ रोस्ट भइसकेको छ अनि अब चाहिँ यसको पाउडर बनाउनु आँटेको। अब चाहिँ एकछिनमा चाहिँ पाउडर बनाउँछु तपाईहरुलाई देखाउनेवाला छु पाउडर बनाउँदा। अहिले चाहिँ रोस्ट भइसकेको छ तपाईहरुले हेर्न सक्नुहुन्छ। कफी अनि रोस्ट गरिसकेको छ अनि एकछिनमा चाहिँ पाउडर बनाउनु पर्छ यसको अनि चाहिँ कफी हुन्छ। गाइस अहिले चाहिँ कफी बनिसकेको छ तपाईहरुले हेर्न सक्नुहुन्छ। कफी बनिसकेको छ। यो चाहिँ अर्ग्यानिक कफी हो, अर्ग्यानिक कफी अनि तपाईहरुले त प्रोसेस थाहा भयो होला। मैले सबै भिडियोमा भनिसकेको छु त्यस्तो गर्नुपर्छ भनेर। अनि मिक्सीमा पिसेर चाहिँ त्यस्तो मिन बनाउनुपर्छ अन्त कफी भइहाल्छ अनि चाहिँ अब चाहिँ खाँदा हुन्छ। यो चाहिँ कफी टाइम बसिसकेको छ अनि यति भएको छ। तपाईहरुलाई यतिको चाहिँ पर्छ होला सायद 150 नभए 200 रुपैयाँ हेर्न सक्नुहुन्छ तपाईहरुले। त्यो चाहिँ घरमा अर्ग्यानिक बनेको अनि यो चाहिँ म आफैले बनाएको हो। तपाईहरुले भिडियोमा हेर्नुभयो होला मैले बनाएको अनि तपाईहरुले पनि त्यसरी बनाउन सक्नुहुन्छ कफी चाहिँ। अनि यो चाहिँ बट्टामा हालिसके मैले चाहिँ। हेलो गाइस अहिले चाहिँ म चाहिँ सत्तर सोरेर चाहिँ घर जाँदै गरेको। गाईको गोठ जाँदै गरेको अनि सत्तर चाहिँ सबै छोडिसक्यो अनि आजको कामहरू सबै सकिसक्यो। अब चाहिँ गएर गोबर छोडेर सत्तर ओछ्याउनु अनि गाईलाई घाँस दिनु मात्रै बाँकी छ। अनि आजको लागि यति नै। तपाईहरुले मेरो च्यानललाई लाइक, शेयर अनि सब्स्क्राइब गरिदिनु होला।